हामी 4 जनाको टोली दमकबाट असोज 17 गते शुक्रबारका दिन अन्नपूर्ण बेस क्याम्पको यात्रामा निस्किएका थियौं। अर्को दिन असोज 18 गते बिहानै हाम्रो ट्रेकिङ यात्रा सुरु भयो। पहिलो पाइला नै नयाँ हावाको स्पर्श र हरियो वनको सुगन्धसँग राखियो। देशभर पानी र बाढीले आतंक मच्चाइरहेको बेला अन्नपूर्ण क्षेत्र भने असाध्यै शान्त थियो। यहाँको आकाश नीलो, हावा चिसो र वरिपरि हरियालीले मनमोहक थियो। सागरको सतहबाट 4130 मिटर उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविर पदयात्रीहरूको स्वर्ग जस्तै लाग्दो स्थान हो। यो ट्रेक नेपालको पश्चिमी भागमा पर्ने अन्नपूर्ण अभयारण्यभित्र पर्छ। यहाँबाट अन्नपूर्ण प्रथम, धौलागिरी, हिमचुली, मनासलु, अन्नपूर्ण दक्षिण, टुकुचे र माछापुच्छ्रे हिमालको अद्भुत दृश्य देख्न सकिन्छ। हाम्रो यात्रा झिनुडाँडा, छोमरोङ, सिन्वा, बेम्बु, दोभान र देउराली हुँदै माछापुच्छ्रे बेस क्याम्पतर्फ अघि बढ्दै गइरहेको थियो। प्रत्येक गाउँमा गुरुङ र मगर समुदायका मानिसहरूको मुस्कानले थकाइ हराउँथ्यो। उनीहरूको सादगी र आतिथ्यले हामीलाई अचम्मको न्यानोपन दियो। हिमालबाट बगेको सेतो नदीको तिरै तिर कहिले उकालोमा सुस्ताउँदै, कहिले ओह्रालोमा लरबराउँदै हिँड्दा हरेक साससँग प्रकृतिको सुगन्ध मिसिएको थियो। जडीबुटी र फूलहरूले दिएको सुगन्धले यात्राको थकाइ हराउँथ्यो। दुःख पीर भुलाउँदै प्रकृतिसँगै हिँड्दा आत्मामा छुट्टै आनन्दको अनुभूति हुन्थ्यो। 2082 सालको दशैंको टीकाको भोलिपल्टै सुरु भएको यो यात्रा 3 दिनको अथक पदयात्रापछि माछापुच्छ्रे हिमालको काख हुँदै अन्नपूर्ण बेस क्याम्पमा पुगेका थियौं। त्यो क्षणमा खुट्टाको सारा दुखाइ हरायो। लाग्यो मानौ हामी स्वर्गकै काखमा पुगेका छौं। बेस क्याम्पमा वरिपरि सेता हिमालहरूको घेरा, बिहानको सुनौलो घाम र शान्त वातावरणले सम्पूर्ण यात्राको अर्थ झल्काइरहेको थियो। यात्रामा भेटिएका अन्य यात्रुहरूसँगको छोटो चिन्जान र आफ्ना नजिकका सहयात्रीहरूसँग गरिएका मिठा चिया गफहरू, यी सबैले यात्रा अझ रमाइलो र अविस्मरणीय बनाए। अन्नपूर्णले प्रमाणित गर्यो, साहस र सौन्दर्य जहाँ भेटिन्छ त्यही हुन्छ यात्राको असली अर्थ। यो कठिन र चुनौतीपूर्ण साहसिक यात्रामा मलाई हौसला र साथ दिई प्रत्येक क्षणलाई रमाइलो र अर्थपूर्ण बनाइदिनु भएका मेरा प्रिय सहयात्री अनिल सुवेदी, रवि बस्नेत र विवेक दाहाल, तपाईहरूप्रति म सदैव कृतज्ञ र आभारी छु। अन्ततः अन्नपूर्णको फेदीमा बिताएका ती केही क्षणहरूले जीवनलाई नयाँ दृष्टि दिए। थकाइ भन्दा माथि, कठिनाइ भन्दा पर, जहाँ मन र प्रकृति एक अर्कामा विलीन हुन्छन्।